यति धेरै खाना किसको लागि पाकिरहेको छ त आज? आउनुहोस् पुरै भिडियो हेर्नुहोस्, तपाईँहरू पनि थाहा पाइहाल्नुहुन्छ। आज हाम्रो घरमा रोपाइ थियो साथीहरू, सुरुबाट खाना पकाउँ है। आलु मैले बसालिसकेको छु, त्यसपछि हामी गयौँ तरकारी काट्न। आज हामी मिक्स तरकारी पकाउने सोचमा थियो अनि हामी तरकारीहरू काट्दैछौँ। मैले सबै तरकारीहरू पालै पालो काटिरहेको छु, पखाल्दै काट्दै है साथीहरू। एकदम टाइम त लागेको थियो। अनि म यो आलु उसिनेको आलुलाई एउटा परातमा खनाउँछु। त्यसपछि म गएँ तरकारी पकाउनको लागि, नत्र ढिला भइहाल्छ। तरकारी पकाउन सुरसार गरिसकेपछि मैले अब चाहिने मैले तेल अनि त्यसपछि राख्दैछु प्याज। हेर्नु साथीहरू, हजुरहरूलाई नदेखाइ त म राख्दिनँ नि त भाँडोमा। अब मैले त सबै भिडियोमा देखाउनु पर्ने नै काम जस्तो भइसक्यो क्या साथीहरू। अनि म आलु पनि राखेँ हेर्नु है। अनि आगो कति बेला बोल्छ है, कति बेला बलेको थिएन क्या, तर अहिले चाहिँ बलिरहेको थियो। तर रोटी पकाउँदा बल्दैन, अहिले लास्टमा थाहा पाउनुहुन्छ। हेर्दै जानुहोस् है त साथीहरू। अनि तरकारी चाहिँ 1 डेक्ची जति थियो है साथीहरू। अनि मम्मीले फोन गरेर भन्नुभएको थियो 16जना। मेरो मम्मीले 16जना भन्यो भने लगभग 20जना भन्दा बढीलाई खाना पकाउनै पर्ने हुन्छ। त्यसपछि हामीले त्यही अन्दाजमा पकाउँदै थियौँ। अनि मलाई सहयोग गर्नको लागि मेरो बहिनी थिइन्। मेरो बहिनी र म मिलेर आज खाना पकाउने सोचमा थियौँ। हेर्नुहोस् त, यो आगोको धुवाँ यस्तो हालत भइसकेको थियो। अनि मैले जिरा पनि पिसिसकेको थिएँ। मैले सायद हातले पिस्न सक्दिनँ थिएँ साथीहरू, त्यसैले मैले मिक्सी प्रयोग गरेको थिएँ। अनि मैले टमाटर पनि राखिसकेको थिएँ साथीहरू। टमाटर चाहिँ मैले बिहान किनेर ल्याएको थिएँ है साथीहरू। आजभोलि हल्का महँगो चाहिँ भएको रहेछ। पहिला चाहिँ अलिक सस्तो जस्तो लाग्थ्यो, अहिले त 60-70 रुपियाँ केजी पो भन्दो रहेछ है। अनि पाकिसक्यो हेर्नुहोस् त तरकारी। अनि हामी खाना खाएको थिएनौँ, खाना खाँदैछौँ। त्यसपछि साथीहरू म गएँ पिठो मुस्न। पिठो पनि एकपटक मुसेर भएन साथीहरू, मैले भिडियोमा कम देखाएको। मैले 3 पटक मुसेँ यत्तिकै डल्ला पिठो। अनि त्यसपछि साथीहरू मैले प्लास्टिकमा राखेँ, हल्का राम्रो हुन्छ नरम हुन्छ भनेर। अनि साथीहरू म गएँ अब खुर्सानीहरू काट्ने, बहिनीले काट्दैछिन्। हामी गयौँ रोटी पकाउन। एकजना आन्टी आउनुभयो सहयोगको लागि, थ्याङ्क यू सो मच आन्टी। अलि धेरै सजिलो भयो। रोटी हामीले लगभग 80-90 वटा पकाउनु पर्ने थियो। त्यसपछि म थिएँ रोटी सेकाउनेमा, आन्टी हुनुहुन्थ्यो पथार्नेमा, बहिनी थिइन् रोटी पुस्नेमा। यसरी हामी एकअर्काले सहयोग गर्दै गर्दै एकदमै छिटो भयो काम। अनि साथीहरू अघि कति राम्रोसँग आगो बोलेको थियो है, अहिले हेर्नुहोस् त आगो बलेकै छैन। अनि त्यसमाथि मेरो त्यो कुर्ता पसिना पुसी पुरै भिजिसकेको थियो। म त हालत भइसकेको थियो मेरो गर्मीले साथीहरू। त्यही माथि पनि हल्का हल्का रोटी जलेको जस्तो लागेको थियो। यस्तो डर लागिरहेको थियो मम्मी गाली गर्नुहुन्छ भनेर। अब तर फेरि रोटी त पकाउन गाह्रो हुन्छ भनेको सबैलाई थाहा छ, त्यही भएर गाली चाहिँ गर्नुभएको थिएन है त। अनि साथीहरू मेरो भिडियो कस्तो लाग्दैछ त तपाईँहरूलाई? ब्लग त्यति ल्याउन पाइरहेको छैन, त्यसको लागि सरी भन्न चाहन्छु। तर म कन्टेन्टमा चाहिँ एकदमै धेरै नै फोकस गरिरहेको छु है त साथीहरू। कन्टेन्टलाई चाहिँ एकदम धेरै माया दिनुहोस् है। ब्लगमा पनि एकदमै राम्रो भ्युज आइरहेको छ। अनि मलाई चाहिँ कन्टेन्टमा पनि भ्युज आयो भने अझ जाँगा लाग्छ नि साथीहरू। त्यही भएर सबै भिडियोलाई माया गरिदिनुहोस् उत्तिकै है। अनि हेर्नु न त्यो रोटी हल्का हल्का फुल्ले जस्तो हुन्छ, फुल्दैन। मैले त ढलाइदिएँ त्यो रोटी आगोमा, त्यसपछि हल्का फुल्लिन्छ हेर्नु न। अनि हल्का कस्तो खुसी लाग्छ नि त फुल्लेको रोटी देख्यो भने क्या साथीहरू। अनि त्यसपछि हामी एकछिन त म आगोमा बसेर त हामी पुरा के भन्नु क्या, पसिना पुरा पागलै जस्तो भइसकेको थियो। आगो नबलेर हैरान हेर्नु, फुक्दा अघि कति राम्रोसँग बलिरहेको थियो। त्यसपछि अब म रोटी देखाउँछु है, सबै रोटी हेर्नुहोस् त साथीहरू। वाउ, रोटी पकाउन गाह्रो, खाना चाहिँ मिठो लाग्छ है मलाई। अब म जान्छु अचारको लागि। तेलमा मैले खुर्सानी तताइसकेँ। त्यसपछि म हाल्छु यो आलुमा। मैले चाहिँ तिल राखिसकेको थिएँ साथीहरू। अनि त्यसपछि जान्छु नुन, अनि मैले हाल्छु चुक पनि अब यस्तै बेलामा राख्छु मैले साथीहरू। मोकलेको चाहिँ मैले देखाइनँ साथीहरू। अनि हेर्नु त मेरो पसिना, यो सबै खाना पाकिसकेपछिको यो रूप हो यो मेरो। यस्तो गाह्रो भएको थियो नि, के गर्नु, रोपाइमा त मिठो खुवाउनै पर्यो। अनि हामीले अचार, तरकारी, रोटी अनि दही रेडी पार्यो, भाँडाहरू पनि रेडी पार्यो साथीहरू। होइन त, मुख पनि तोत्लो भइहाल्यो। अनि त्यसपछि यति रेडी भइसक्यो, देखाउनै पर्यो साथीहरू। यस्तो मिठो पनि भएको थियो नि, कुरै छोडिदिनु। तरकारी त यस्तो मिठो भएको थियो नि, मिक्स तरकारी हामीले फर्स्ट टाइम पकाएको। नत्र कहिले चाहिँ चना आलु अनि कहिले धेरै जस्तो मासु पकाउँथ्यो हामीहरू, तर यो पटक मात्र मिक्स तरकारी पकाएको। अनि मान्छे आउन थाल्नुभयो, सबै एकैचोटि आउनुहुन्छ भनेको एक जना गरेर आउनुहुन्छ। मेरो मम्मीको कुरा सुन्नुहोस्। त्यसपछि मम्मीहरूलाई पनि म खाना राखिदिँदैछु। एकजना आएर अलिकति नरमाइलो लागिरहेको थियो। सबै एकैजना आएको भए भिडियो बनाउन कति रमाइलो हुन्थ्यो। हेर्नुहोस् त, अब 2जनालाई मात्र खाना दिए। अब फेरि एकजना को आउनुहुन्छ त्यस्तै गरी खाना राखिदिँदै थियौँ हामीले। हामीलाई पनि अलिकति अल्छी लाग्यो हौ, सबैजना एकैचोटि। अहिले चाहिँ अलिकति 4-5 जना आउनुभयो। अनि यतातिर ठुलो एक्लै बस्नुभएको थियो। अनि दही चाहिँ एकदम धेरै लिएको थियौँ क्या हामीले, थपी खान पुग्ने थियो। अनि उहाँ पनि एक्लै आउनुभएको थियो। लास्टमा हामीले खायौँ साथीहरू। मैले कुर्ता फेरिसकेको थिएँ। अनि हेर्नु त लास्टमा त यो ड्युटी त पुरा गर्नै पर्यो साथीहरू। भिडियो कस्तो लाग्यो? थ्याङ्क यू सो मच अल अफ यु।